वाह कसरी कसरी निकाल्छ रे मैले सगुनको कति धेरै खेती गरिदिएँ मैले त्यो ट्राई गर्न लाग्यो कस्तो हुन्छ भनेर 60 कतिवटा तिम्रो लागि ब्याम्बो रोपिए थाहा छ नाइस थ्यांक यू ए सिसा हाल्न तिम्रो कहाँ ग्लास छ के रे आइस हाल्न कहाँ आज के गरे त ब्लर देख्यो तिमी मैले निस्किनु पर्यो के ग्लास हाल्नै रहेको ग्लास हाल्न निस्किनु पर्यो पुश इन द बोट हेर्न नि पर्यो फेरि ल ल स्टिक बनाऊ विशेष स्टिक बनाऊ विशेष गर्दै अर्को फेरि नकराइस तपाईको भएर पढ्न भन्न न पढ्ने भन्दा बढी कराउँदै बसिरहेको कि भोलिबाट हैन एक्जाम पर्सि आज 9 गते हो 11 गतेबाट मैले के काम बिगारी पास त हुन्छ हुन्न थाहा न टप हान्छ कुरा नगर नि तिमी त्यही भनिरहेको छु टप हान्छ यसको कसरी गइरहेको के आर्मर यो त आर्मर हाल्ने बित्तिकै गाएन अड्के दादा के छ दादा अल गुड दादा बोलौँ न बरु मलाई प्रोटेक्सनको 2टा बुक चाहिएको थियो म यो भिलेजरलाई मार्दिउँ ल म 2टा अकाउन्टबाट हेरेर छोड्दिन्छु ड्याम दादा को यो र्यान्डम पोटेटो चाहिँ ए घटा भाउ ए घटा यार यो के त यहाँबाट यो भएन अब अनब्रेकिङ छोड्दै छु भाइ ए दाजु र त्यसै बेलुका 4-5 बजे आउने भयो के रे म त हस्पिटल जाने काम भयो बेलुका 4 होस्टेल हस्पिटल किन भाइ के भयो कसलाई के भयो मेरो डेन्टिस्ट कहाँ जानु पर्यो त्यही भएर धेरै चक्लेट नखाऊ अस्ति नै देखेँ भने हामीले त्यही भएर होइन दाजु देशलाई हो मेसेन्जर हेरे बेसिस पिक टिभी रे पिक यहाँ खतरा कुरा बनाउँदैछु क्या म हेर्दै जाउँ न तिमीहरू यो सकिसकेपछि सबजना फ्यान हुन्छ क्या मैले 3टा अकाउन्टबाट खोलेर छोड्दिए लभली धन्यवाद सब्स्क्राइब हान्दिनु न मेरो नि युट्युब च्यानलको सब्स्क्राइब नहान्दिनु हैन लाइभ वाचिङ गरेर अब यो पहिला सुरु म यहाँ बुक राखिहाल्छु कहाँ राखेको थियो बुक यहाँ रहेछ अब रिसाएर गरेर केसै हालिदियो भनेखेरि के गर्नु यस चाहिँ किन हान्नु नि फेरि तपाईँलाई मैले भर हुँदैन भाइ आजकल मान्छेहरूको यार रिफ्लेक्टिङ भइरहेछ है रिफ्लेक्सन भइरहेछ ल है यता 2टा हुन्छ यतानेरि यहाँ र यहाँ हुन्छ यो भयो लेदर यो भयो चेनमेल अनि यहाँनेरि एउटा मात्रै हुन्छ यहाँनेरि गोल्ड हुन्छ अनि यहाँनेरि नेदराइट हुन्छ अनि अहिलेलाई यहाँनेरि आई मिन यहाँ डायमन्ड हुन्छ यहाँ नेदराइट हुन्छ डन ल दरो बेसमेन्ट रहेछ त कुन घरमा कस्तो घरमा पुग्यो तिमी चाहिँ है मेरो नयाँ घर गयो रे तेरो घर मलाई कहाँ के थाहा मलाई म भनिदिन्छु रुक ल बाहिर निक्ल रुक ल डिले छ कि नै छैन होला नि छ नि कति सेकेन्ड आफै हुन्छ हौ साथी युट्युबले डिले नर्मल जति छ त्यति नै हुन्छ आफै नै 5 सेकेन्ड डिले हुन्छ केही नै भर्खर यहाँ आर्मर स्ट्यान्ड राख्न लगा देखिरहेको भर्खर त यहाँ डायमन्डको त्यो त भर्खर लाउँदै नै छु ए 5 सेकेन्ड हुन्छ हार्ट अट्याक दियो माकुरीले म सबिनको घरमा फेरि कहाँबाट पुगे मेरो घरमा छैन हो तिमी यसले हार्ट अट्याक दियो यार घरमा कपकेक बिरालो तिमी ओइ ए मेरो घरमा चाहिँ कसरी आइपुग्यो छैन केही गरे
नाइ गरेछ एकचोटि मलाई पनि थाहा छैन कसरी एकचोटि पुग्यो म त उता इन्भेस्ट ए ए केही नै डुल्न डुल्न त केही हुन्न बिरालो पहिला मार्दैन त्यो भएर हल्का डर चाहिँ छ के यहाँनिर अरू त केही छैन के डुल्दा आर्मर हुन्छ केही हुन्न वर्षौँ पहिला ल्याएर स्टिल स्टिल बिरालो त बिरालो उता हो जा नि त मेरो। बोक्सी ल ए ल के भन्दिनँ होइन आइरन विशेष कारे ब्रेकको नयाँ घर रुकल साथी ब्रेक नयाँ एकैछिन ल साथी एकैछिन यसलाई मारिदेऊ न हिँड्छ होइन होइन म साथी मेरो घरमा त्यस्तो मार्ने सार्ने काम गर्दैन रुकै लेदर चेनमेल अनि आइरन गोल्ड अनि अब ठुलो आर्मरहरू चाहिँ गोल्ड भनेपछि अनि यहाँनिर डायमन्ड यहाँ नेदराइट ल भयो ल रुक ल म एकचोटि यो सर र आर्मर लगाइदिइहाल्छु अनि जानुपर्छ बाबाको कल आयो उमाको के हो कति गर ए मेरो आर्मर कहाँ लागेको त्यही त भने पागल बनाइरहेको छु म ए त्यस्तो बिल्ला नहानौ न है प्रो रुक है लेदर अनि चेनमेल अनि यतानिर यो आइरन आइरन नै भएन अब गोल्ड कहाँ राखेको छु मैले फेरि गोल्ड आर्मर अब यता भइदियो त हुन्थ्यो यहाँ नेदराइट रहेछ अनि यहाँ लेदर नै रहेछ लेदर होइन पहिला नेदराइट लगाउने नेदराइट ठुलो इन्जेक्ट गर्दैन नि त राइट गर्छु सबै इन्चेन्ट गर्छु क्या अहिले चाहिँ राखिरहेको के बेसमा चाहिँ कस्तो देखिँदो रहेछ हेरौँ न भनेर होइन मसँग बाँकी भयो यसमै हुनुपर्छ गोल्डको उयो छैन त what the fuck यसमा हुनैपर्छ क्रेजी सबजना गोल्ड गरिब भएको छ है ए नेभर माइन्ड यो नि अब एउटा चेन मेल बनाउनु बाँकी भयो होइन चेन मेल त किन्न मिल्छ जस्तो लाग्यो है होइन साथी नकिन्ने आफ्नै मिहिनेतले बनाउने कहाँ गयो आएर बनाउनु मिल्छ र चेन मेल मिल्छ कहाँ गयो आइरनै छैन त म कहाँ मैले आइरन कहाँ राखेँ क्या अब चाहिन्छ कतिवटा स्ट्याक चाहियो भयो साथी भयो मिल्दैन रहेछ ला चेन मेल बनाउन मिल्दैन त नि कसरी बनाउने आइरनले भिलेजरहरूसँग किन्ने हो कि ओहो ल ठिक छ त्यसो ल त्यो ठिक ल होइन विवेकको होइन ल रुक मिल्दैन होइन मिल्दैन क्या राख्न लाग्यो क्या इन्भेन्टरीमा बोकेर हिँड्दिनँ क्या साथी म यस्तो कुराहरू ल जाउँ ल कता बना चेन बनाएर मिल्छ र चेन बनाए चेन मेलले साथी चेन मेल हो अनि चेनै नबनाइकन अनि त्यत्रो आइरन छ त प्रो प्लेयर हो क्या साथी हामी ल उड ट्याक्कै पछाडि रुक ल फट्का हानिसक्यो ल आइरन र के हो कि आइरन नगेट र विङ्गट चेन कतिवटा बन्छ 9वटा बन्दो रहेछ अब हेर्नु है खै त मुला नगेट होइन रे अब यसलाई जोड्ने यसरी अब ट्राई गर त भएन मुला जे पाइदिए पट भएर रे तेरा बाजे चोटी भएर भाइ भन त
गार पो आएको किसिम याद यस्तै क्लिपहरु बनाएर उसमा नि सर्ट्सहरु हाल्नु पर्यो भाइरल हुन्छ होला सेक्सन गर्न मिल्दैन दादा मेरो जस्तो गर्छ के माथि पनि बिरेको तल पनि बिरेको होला लकेर त सिममा साथी हिलो कि फेस हो सजाले मलाई चियर गरेर हजुर खै यो त के पनि मलाई त्यो थाहा अझै के पनि थाहा नै मलाई unbreaking मात्र दिन्छ सरी मेरो रिएक्सन त्यही थियो झ्याप्पै चिवे काची भाते वाली डेन्जर मान्छे छ यार त्यो बसा दिदिन भने मलाई दिया आउँछ Feeling sad for the day with Unlock the 69 others. Oh, itu bisa gak dari koi bari? खाना फ्री भन्दै छ एक सेकेन्ड हालेर आइ के अब के मान्छेले कुरा सुन्दा त होला के थाहा लाउन सक्छ मिल्दैन नि विवेक त मेरो भाग्यलाई थाहा होला म छिरे पुग्छ केमा म त दामी पर्दैन हैन साच्चै भन्छु म सब माउले राखिदिन्छ म यो सर्भरमा हैन साच्चै हुन्छ अहिलेसम्म माइङ गर्छ अहिलेसम्म मेरो एक माइङ कसा एक्सन सिम म चाहिँ काम गरिहाल्छु जति प्राइड लिनु सक्यो त्यो कुरामा ढका लाग्छ यस्तो हुँदा यस्तै काम गरेछ कस्तो जस्टिफिकेसन आएको हो त अरूलाई नि बनाउनु पर्यो विचार अरूले के गरे त्यो सब मैले लुटेर पैसा गरेर त्यहाँ ल मेरो विवेक डायमन्ड र नेदाइको कम्प्लिट भयो काम
सर्भर क्रास हुँदैन भने केटा मलाई हैन भयो भने यही लेभलमा इन्टर पल्लोड हुने जान्छ सर्भर के हो यस्तो साथी स्ट्रिम हेरेर 7 घण्टा इन्टर पल्लोड कस्तो क्रेजी बढ्यो तर मेन स्टार्ट हेर Congratulations, celebration. Congratulations, time for celebration. ए भगवान कस्तो यो ननस्टप के भन्छ होला यस्तो मिक्सी भयो बनाएर दिनु कस्तो यो फायर प्रोटेक्सन मा ठोदिन्छु म नम्बर अन्त खाली सक्छ नाइस नाइस लास्ट है लास्ट हुन्छ ले बिटा भयो ये राख्छु अहिले कस्तो यार नमानी कता छ नाटो बाटो गोलसम्म कम्प्लिट भयो अझै युट्युब भिडियो छ केटा माइनक्राफ्ट एउटा मेरो हेर्दै जाऊ तिम्रो ह I made every armor of Minecraft epic चैनल बाहिर चैनल पनि बनाउँछ उता त्यही जान्छु किन्छु अहिले त्यतै गरिहाल्नु यो गरेर चाहिँ मलाई के थाहा नि ओइ के हो यो रकेट स्पिक चल्दैछ त रुकै अलिकति गल्ती भयो अनि आर्मर टिम हाल्दैन नि अहिले साथी रुक न देख्छौ तिमीले तिमी गर्छौ ल कहाँदेखि सुरु गर्ने ठुलोबाट कि सानोबाट सानोबाट ल है त
नाइस है फर्स्ट है सबै साइलेन्स गरे हो ल सेकेन्ड है सेकेन्ड तिमी जस्तो देखिया हैन थर्ड है अरू चाहिँ मलाई मन पर्यो यही वाला त्यही राखेँ मैले त्यही भएर एउटा त्यो चेन मेल चाहिँ सुहाएन क्या त्यही भएर अब फोर्थ है त्यो त कपल लाग्यो के त्यसमा फर्मा हो कि गोल्ड हो गोल्ड हो ओए तर कस्तो बल देखायो यो गोल्ड आरमा ल जम 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 ल हाम्रो अब ठुलो प्रायोरिटी वाला ल ए ल है नाइस है क्रेजी है ल फाइनल एभ्रिथिङ कम्प्लिटेड फ्रेममा कस्तो क्रेजी देखियो यार तर घरमा उही तर लास्ट राम्रो देखियो यार सोचे भन्दा नि राम्रो भयो यार यो त चोरी चाहिँ नभइदियो हुन्थ्यो हुँदैन ल उही तर लास्ट राम्रो देखियो यार त्यही यस एउटा प्रोजेक्ट सक्सेसफुल सो अब रुक यहाँ आइज न यहीँ छ घर अगाडि आइज सो दिस वाज फर दिस भिडियो डु लाइक एन्ड सब्सक्राइब फर मोर